नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं प्रदेश नम्बर 2 को सरकार गठन भएको आज 3 वर्ष पूरा भएको सम्बन्धी प्रसंगबाट। प्रदेश नम्बर 2 को सरकार गठन भएको आज 3 वर्ष पूरा भएको छ। फरक कानून र संघीय सरकारलाई चुनौती दिँदै चर्चामा रहँदै आएका प्रदेश सरकारले उल्लेख्य काम गर्न सकेको छैन। सरकारले ल्याएको कानून व्यवहारमा आउन नसक्दा नागरिकले प्रदेश सरकारको अनुभूति गर्न सकेको छैन। केही दिन अघि मात्रै निजामती कर्मचारी ऐन ल्याएर प्रदेश सरकारले संघीय सरकारलाई काउन्टर गरेको छ। यसअघि प्रहरी ऐन ल्याएर प्रदेश नम्बर 2 को सरकारले चर्चा पाएको थियो। प्रहरी ऐन पारित भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश नम्बर 2 को सरकारले हालसम्ममा 42 वटा ऐन कानून पारित गराउन सफल भएका छन्, जसमा 40 वटा कानून प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको छ। 2074 फागुन 3 गते लालबाबु राउतले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए। उनीसँगै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले शपथ लिएका थिए। मुख्यमन्त्री राउतले शपथ लिँदै 5 शिक्षा, स्वास्थ्य, सडक, सिंचाई र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए। 3 वर्ष पूरा भइसकेको अवसर पारेर प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन मार्फत उपलब्धि सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चलाएको बेटी पढाऊ बेटी बचाऊ अभियानले चौतर्फी चर्चा पायो। प्रदेश सरकारले सो अवधिमा 2 पूर्ण र 1 अल्पकालीन बजेट ल्याएका छन्, तर तीनै बजेटमा खर्च प्रतिशत 50% कटाउन सकेको छैन। सरकारले बजेटमा महत्त्वाकांक्षी योजनाहरू समावेश गरे पनि कार्यान्वयनमा ल्याउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको 3 वर्ष पूरा भएको छ। राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारा सहित 2074 साल फागुन 3 गते ओली नेतृत्वको सरकार गठन भएको थियो। आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ, तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन्। पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उहाँले अघि सार्नु भएको राजनीतिक स्थिरताको नारामै प्रश्न उठेको छ। त्यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ। तत्कालीन वाम गठबन्धनले ल्याएको चुनौती घोषणा पत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन। रेल, पानी जहाज लगायतका महत्त्वाकांक्षी योजनाहरू घोषणामै सीमित छन्। तैपनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ। यसै बीचमा सडक निर्माणको कामलाई लिएर भने नागरिकले पनि सरकारको प्रशंसा गरेका छन्। नियमित काम नै भए पनि सडक विस्तार तथा सुधारको काम राम्रो भएको राजनीतिक विश्लेषक श्री कृष्ण अनिरुद्ध गौतमले बताउनु भएको छ। तर गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको उहाँको भनाइ छ। 3 वर्षमा भएको कामबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा ब्रिफिङ गर्ने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले आज सोमबार देशैभरि प्रदर्शन गर्दैछ। संसद विघटन गर्ने केपी ओलीको कदम विरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। गत माघ 13 गतेको निर्णय अनुसार नै जिल्ला समितिको आयोजनामा 77 वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ। जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पूर्व निर्धारित कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन्। त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाश शरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशाङ्क कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन्। संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस 13 गतेदेखि माघ 24 गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो। आज हुने प्रदर्शनलाई पनि घर घरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन्। संघीय सरकारको सिंचाई योजना बजेट अभावमा अलपत्र परेको छ। सरकारले योजना सुरु गरेको आवश्यक बजेट नदिँदा
प्रदेश नम्बर 2 को 8वटा जिल्लामा संघीय सरकारको 51 सिँचाइ योजनाको निर्माण अलपत्र परेको छ। सङ्घबाट प्रदेशको माताहतमा योजना ल्याए पनि बजेट अभावमा सिँचाइका योजनाको काम अगाडि बढ्न सकेको छैन। सरसर्त बजेटबाट सञ्चालन हुने योजना वर्षौंदेखि निर्माण भइरहे पनि सञ्चालनमा आउन सकेको छैन। योजनाको लागि आवश्यक बजेट सरकारले नपठाउँदा महत्त्वपूर्ण सिँचाइ योजना निर्माणमै दशक समय लागेको छ। करोडौं बजेट आवश्यक पर्ने क्रमागत रूपमा योजनामा 5 र 7 लाख मात्रै बजेट तोकिँदा काम अधुरो छ। सर्लाहीको हजरियामा 2068 सालमा सम्झौता गरिएको 1 दशक सिँचाइ योजना 2 वर्षमा निर्माण पुरा हुनुपर्ने भए पनि बजेट अभावमा अझै निर्माण पुरा हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालय जलस्रोत तथा ऊर्जा विकास शाखाले जनाएको छ। धनुषाको बहुअर्बामा 31 करोड 53 लाखको लागतमा जमुनी कटाहा सिँचाइ आयोजनाको पहिलो खण्ड 2068 साल मङ्सिर 26 गतेदेखि 2071 असारसम्ममा निर्माण हुनुपर्ने थियो। पटक पटक म्याद थप भए पनि निर्माणमा अझै पुरा हुन सकेको छैन। धनुषामा सिँचाइ योजना निर्माण ठेक्का लागेको जमुनी कटाहासँगै भरतकुवा आमा सिँचाइ योजनाको काम 90%, सोनापारा सिँचाइ योजनाको 70%, अमारी सिँचाइ योजनाको 85%, मन्ची झिटकैया सिँचाइको 10%, चारनाक सिँचाइको 60% काम मात्रै भएको छ। बिगही गजहिया र कञ्चनवन सिँचाइको 85%, बिमला बेलौतीको 75%, जलदाद र रातुखोला सिँचाइ योजना निर्माण सुस्त छ। बजेट अभाव र जग्गा अभावले सिँचाइ योजना अगाडि बढ्न नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरले जनाएको छ। मझौला सिँचाइ योजना र सामुदायिक व्यवस्थित कृषि क्षेत्र विकास सिँचाइ योजना पुरा हुँदा धनुषाको 7500 हेक्टर सिँचित हुने भएको छ। योजना पुरा नहुँदा कृषि योग्य भूमि खडेरीको सामना गर्नु परेको छ। सिँचाइ योजनाको निर्माण अलपत्र पर्दा कृषिमा प्रत्यक्ष असर परेको छ। बजेट र तयारी बिना नै सिँचाइ योजनाको मन्त्रीहरूले शिलान्यास गरिहाल्ने व्यवहारले सिँचाइ योजना सुरु भए पनि सम्पन्न हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका कर्मचारीहरू बताउँछन्। कमला सुनकोशी डाइभर्सन प्रदेशको सिँचाइमा माइलस्टोन साबित हुने चर्चा वर्षौंदेखि हुँदै आइरहेको छ। संघीय संसद र प्रदेश सभामा सांसदहरूले कृषिको बहसमा कमला सुनकोशी डाइभर्सन छुटाउँदैनन्। प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केवरमा सब स्टेशन उद्घाटन कार्यक्रममा कमला सुनकोशी डाइभर्सनको चर्चा गरे, तर काम भने सुस्त छ। चर्चा चले पनि कामले गति लिन सकेको छैन। चालु शैक्षिक सत्र आगामी जेठमा सकिने भएको छ। शिक्षा नियमावली संशोधन गरेर उक्त व्यवस्था गरेसँगै कोरोनाको कारण प्रभावित विद्यालय तहको शैक्षिक सत्र कहिले सकिने भन्ने अन्योल पनि टुङ्गिएको हो। 2 शैक्षिक सत्र 24 महिनाको हुने भएकाले चालु शैक्षिक सत्रलाई 2 महिना बढाएर नयाँ शैक्षिक सत्रलाई 10 महिना अगाडि ल्याएर शैक्षिक सत्र मिलाइने भएको छ। यो सँगै नयाँ शैक्षिक सत्र 2078 असार 1 गतेदेखि सुरु हुने नागरिकले भनेको छ। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर 4 गढवामा गठन गरिएको खानेपानी ट्याङ्कीको सञ्चालन समितिको प्रति ओडाका युवाहरूले आपत्ति जनाउँदै चयन गरिएको अध्यक्षलाई हटाउन माग गर्दै गौर नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा सामूहिक रूपमा ज्ञापन पत्र बुझाएका छन्। शुद्ध खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजनाद्वारा बनाइएको ओभरहेड ट्याङ्की सञ्चालन गर्न बनाइएको सञ्चालन समितिको गोप्य रूपमा गठन गरिएको भनिए पनि स्थानीयहरूले विरोध जनाउँदै खारेजको माग गरेका हुन्। सञ्चालन समिति सार्वजनिक रूपमा भेला गराएर गठन गर्नुपर्ने वडा अध्यक्ष भुवनेश्वर शाहीले गोप्य रूपमा आफ्नो नजिकका व्यक्तिलाई अध्यक्ष बनाएको स्थानीय युवा सन्तोष यादवले आरोप लगाएका छन्।
समितिको अध्यक्षमा मुकेश पटेल रहेका छन्। युवाहरूद्वारा बुझाइएको ज्ञापन पत्रमा ओडाका राजनीतिक दलका जनप्रतिनिधि, नागरिक अगुवा, बुद्धिजीवी, भरभलादमी भेला गरेर समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ। समय समस्या समाधान भए भने सङ्घर्षमा जाने ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ। बाराको सिमरौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित 3 जनालाई किर्ते हस्ताक्षरको आरोपमा प्रहरीले पक्राउ गरेको छ। माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सहित 3 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्राले बताउनु भएको छ। असारमा सम्पन्न नगरसभाको माइन्युटमा किर्ते हस्ताक्षर गरी पास गरेको उजुरीको आधारमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत हरि ओम प्रसाद जयसवाल, योजना शाखाका जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भएको छ। प्रहरी नायब उपरीक्षक मिश्रले किर्ते जालसाजी मुद्दाको आरोपमा योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत चौधरीलाई अनुसन्धानका लागि शुक्रबार पक्राउ गरिएको र अधिकृत जयसवाल जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए। यादव र चौधरीलाई पक्राउ गरिएको र उनीहरूको बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई पनि हाजिरी गराइएको मिश्राले बताएका छन्। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी मुद्दाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नगरसभा सम्पन्न भए पश्चात उपमेयर रीमा देवी सहितका नगर कार्यपालिकाका बोर्डहरूका 17 जनाले मेयर विजय शंकर यादव विरुद्ध, नगरपालिकाका कर्मचारी विरुद्ध जिल्ला अदालतमा उजुरी दिएका थिए। मेयर यादव विरुद्ध पनि मुद्दा रहेकोले उनी गत साता नै अदालतमा हाजिर भई 15 दिने म्यादको तारिखमा लिएका छन्। उपमेयर देवीले आफू सहित कार्यपालिकाका बोर्डको सदस्यहरूको हस्ताक्षर किर्ते गरी नगरसभा सम्पन्न गरी नगरसभाबाट पारित योजनाहरू कार्यान्वयनमा ल्याउन खोज्दा थाहा भएपछि उजुरी परेको बताएका छन्। भारतको उत्तराखण्डमा आएको हिम पहिरोमा परि बेपत्ता भएका मध्ये 50 जनाको शव भेटिएको छ। भेटिएका शव मध्ये अहिलेसम्ममा 25 जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। यसमा नेपालीहरू छैनन्। ती शव बाहेक घटनास्थलबाट अरू 23 जना मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अङ्गहरू भेटिएका हुन्। घटनास्थलमा भेटिएका शवहरूको DNA परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्। हिम पहिरोका कारण झण्डै 150 जना अझै पनि हराइरहेको जनाइएको छ। बेपत्ता भएका अधिकांश व्यक्ति विद्युत गृहमा कार्यरत मजदुरहरू हुन्। उत्तराखण्डमा गत आइतबार विद्युत गृह भएको ठाउँमा हिम पहिरो गएको थियो। मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्डका रहेका छन्। त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन्। गत सोमबार चमोली प्रहरीले बेपत्ता भएकाहरूको सूची सार्वजनिक गरेको थियो, जसमा 11 जना नेपालीहरूको नाम छ। उनीहरूको नेपाली ठेगाना भने खुलेको छैन। राष्ट्रिय महिला लीग फुटबलमा आज 2 खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो 12 बजे एफएफ क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्। खेल एन्फा कम्प्लेक्स 7 बाटोमा हुनेछ। त्यस्तै आज नै हुने दोस्रो खेलमा दिउँसो 3 बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङ्जा खेल्नेछन्। यसअघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई 6-1 गोल अन्तरले हराएको थियो। हौस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।